हेलो। अब टाइम ठ्याक्कै 11 बजिसकेको छ अनि हामीले यसो हामीलाई बस्नको लागि भनेर यो तिरपाल लगाउन खोजेको। तिरपालको लागि चाहिँ यो बाइकमा हाम्रो बाँधेर यसरी धागो पनि छैन, यो त्यो झोलाको कपडाको झोलाको त्यो गरेर बाँधेर यसरी बाँधेको छौँ। अनि यता चाहिँ त्यो नभएर बाइकको चाबीले डोरी बनाएर यसरी बाँधेर केटाहरूले गरेका छन्। अनि उता पनि बाइक छ, उता पनि त्यसरी नै बाँधेर गरेको छ। अनि यता एउटा त्यो नभएर राख्नलाई नभएर बाँस खोज्नु गइरहेछ केटाहरू। यता चाहिँ भएन, यता भयो, यता पनि भयो। अब यहाँ मुनि चाहिँ हामीले प्लास्टिक ओछ्याएर अनि यसको माथि अर्को फेरि ओछ्याएर कार्पेटहरू ओछ्याएर चाहिँ बस्ने भनेको छ। अब हाम्रो ट्रिपल चाहिँ अलिक पुरानै भइसकेको छ, पालै पाल्छ। के गरी पानी ठुलो पर्यो भने पालबाट चाहिँ चुहिने अवस्थामा छ धेरै। पानी चाहिँ अहिले पानी त पर्ला जस्तो त देखेको छैन। के गरी पर्यो भने चाहिँ यो ट्रिपल चाहिँ निकै पुरानो जस्तो देखिन्छ, अलिकति पालै पाल्छ है। यता माथिबाट चाहिँ प्लास्टिक हालेर यसरी हाल्न खोजेको हामीले। ल बुढो म यहाँ छु अनि अर्को 3-4 जना केटाहरू माथि बाँस एउटा खोज्नु गएको। खोइ कति टाइम लाग्यो। अघि मलाई यहाँ अगाडिमा तर्साइदियो होइन, म तर्सेको नि भुट भनेर लास्टमा त बोरा। यताबाट भ्यू चाहिँ बबाल देख्दो रहेछ है। यता चाहिँ काठमाडौँ यो एयरपोर्ट भयो, त्यो लाइट देखेको वाला एयरपोर्ट। यताबाट यतातिरको चाहिँ ललितपुर हो। ललितपुर हामी यो ठाउँ भयो बाडीगाउँ माथि हर्सिदी, यता ललितपुर भयो, यो चाहिँ काठमाडौँ। बाटोको भ्यू पनि बब्बाल रहेछ यार, लाइटै लाइट क्या। सुनसान है यहाँ त। के गरी यता माथि चाहिँ फेरि कोटधारा है, त्यो चाहिँ कोटधारा पनि यहाँबाट नजिकै छ। पुरा लाइट परेछ त्यहाँ नि। पानी हेरेको राम्रो छ, देखाइदिउँ न। पानीतिर लगाएर ल ल्यायो हाम्रो केटाहरूले बाँस पनि ल्यायो। तर बाँस अलिक ठुलो हुन्छ क्या यार, बिचमा यस्तो भन्ने ठुलो हुन्छ। ल भाइ अहिले गाड्नु पनि पर्यो नि त भाइ। अनि बिचमा तेर्साउनलाई चाहिँ बिचमा त्यसमा ल्याउँदैछ फेरि अरूको ठाउँबाट ल्याएको भने यो अरू घरबाट। ल बब्बाल है, केटाले जहाँबाट ल्यायो तर ल्याउँछ ल्यायो है। अपित यहाँ हेर्छ ठ्याक्कै त कहाँ गाड्नु पर्छ यो। ल त गाड्यो भने नि बेस्टै हो है, धागो छैन नि त, नत्र होइन नगाडिकन यस्तो इजी पाराले गर्न मिल्थ्यो। डोरी भएको भए होइन, यतिमा भएको भएन, अलि माथि भयो नि। त्यतिमा हुन्छ। अब यहाँ गाड्नु पनि त पर्यो नि। अब गाड्नलाई अब एउटा होइन लट्ठीले नि हुन्छ। पानी चाहिँ एउटा व्यवस्था गरेर हाम्रो हात धुनको लागि छ जम्बोमा छ। अहिले होइन, यो अहिले गरिसकेपछि अब यसको लागि होइन खन्नुको लागि अब लट्ठीले खनिने होइन। खन्ने छ भाइ। ए के छ भाइ, चिम्टै छ। चिम्टाले नि हुन्छ तर हुन्छ खोइ ल्याऊ त। ल हामीले बाँसको व्यवस्था पनि भइसक्यो। अब यहाँ एउटा खन्नुपर्छ, खनेर टक्क बाँध्यो भने चट्ट हाम्रो होइन तिरपाल पनि बन्यो। यता बाइकमा बाँधेर हेर न केटाहरूको दिमाग यहाँ चाबीले बाँधिरहेछ यार। यता पनि चाबीले, अघि देखाइहालेँ मैले, यता पनि चाबीले। यता चाहिँ त्यो झोलाको सेतो देखिरहेको छ, झोलाको त्यो डोरी बनाएर बाँधेको। अब यता चाहिँ
हाम्रो केटाहरूले गर्दैछ है बस्नुको लागि। यता तल चाहिँ प्लास्टिकहरू ओछ्याएर अब यसको माथि के ओछ्याउने रातो हाम्रो कार्पेट होइन कार्पेट ओछ्याउने रे अनि त्यसको माथि फेरि तन्ना हुन्छ त्यति हो माथिबाट ओड्नको लागि ब्ल्याङ्केट छ ओड्नुको लागि ब्ल्याङ्केट त भयो अनि त्यो कार्पेटले पुग्छ चिसो आउँदैन चिसो त आउँछ नि यो अनि प्लास्टिक यत्रो हालिरहेको त है प्लास्टिक भयो भने प्लास्टिकमा पनि चिसो आइहाल्छ नि घरमा सुते जस्तो त कहाँ हुन्छ त तर मान त नहुने हो यार यस्तो किराहरूलाई हेर बिचरा ल हैन कान्छा के भयो चिम्टा खोजे चिम्टा मैले अघि न देखेको थियो यसमा थियो भने यसमा होइन बोरामा थियो हो बोरामा थियो यो निकालेर बोरामा थियो कि अघि न मैले बोरामा थियो ल चिम्टा पनि भेटायो है अब त्यतिमा हुनु पर्यो खन्दैछौँ है बाँसको लागि गाड्नको लागि हामी खन्दैछौँ माटो निकाल ठिक छ अघि तिमीले चिन्ह लगाएन बाँध्न मिल्छ के दोरी हुन्छ नि त अगाडि भयो भने केही हुँदैन अलिकति गहिरो हुनुपर्छ है दाइ तिनीहरू दुईजना बाँस लिनुपर्छ यार फेरि अर्को निकाल माटो एकचोटि यो फेरि पुर्नुपर्छ अहिले त्यसलाई लास्ट दामी आज हाम्रो क्याम्प भयो दोस्त घर त सुरु हुँदैछ हाम्रो क्याम्प तर ढिला आयो कि 9 बजीतिर आउनु पर्ने थियो हामी दाइ है ढिला भयो है आज दाइ ढिला भयो अलि त ढिलो भयो भने केही छैन सबरका फल मिठा हुन्छ दिनु मान्नु भयो त पर्दैन अलि हात दुख्यो नि यस्तो खाल्टो बनाउने हो कि मेन चिम्टा हामीलाई चाहिन्छ है पछि माटो निकाल न तिमीले खानु त भाइ माटो यसरी गर्छु त्यसरी त्यो पनि सही नै हो पावर पर्दैन हात दुख्दैन नि तर यो गाड्न पायो भने दोस्त माटी बिसाएर टक्क कान्छ थियो कि को ढल्किने मान्छे खाइरहन्छ होइन बस्ने मान्छे माटो निकाल बाँसहरू पनि केटाहरूले पनि ल्याइराख आगो सागो बाल्नुको लागि त्यो खोइ कान्छ म निकालिदिन्छु त्यो त छोड्नै भएन नि तलको माटो त फेरि छप त्यसरी चाँडो हुन्छ क्या दामी ल देखा नि एउटा लाइटहरू यहाँ एउटा भाटा पनि चाहियो नि मुजी भाटा पनि एउटा भए पनि लिएर आउनु पर्यो क्या के भाटा लट्ठीहरू लिएर आएको कि एउटा चाहिन्छ नि खोइ कहाँ छ कस्तो छ लौडा जुन भेटाइदिएर ल के अरे भाइ त्यस्तै आइहाल्यो नि त यो बास निकाल्न पाइहाल्यो त्यो पानीले धुन मिलिहाल्छ नि अहिले हैन त्यो मुजी मासु पल्टाउन लिएर आएको मैले त्यही त भात धुन धुने नि मिलिहाल्छ फेरि खन्नलाई छैन कि अर्को यही उखाड्ने नि बास त यो छ भन्नुहोस् त्यो खोज्नु भन्दा म त्यो बाँस लगाउन छेउबाट 2-3 इटा राख्ने कि खोइ गरेर भाइ देऊ त दाइले हैन अनि पाले एकजना जस्तो मात्र रात कस्तो कोठा खोले यार पख त ए बाँस हालेर हट छ भाइ एकचोटि हट त भाइ हुँदैन हल्का चाहिँ कुछ डबल बनाउनुपर्छ अलिकति ढुङ्गा पनि हाल्ने नि छेउबाट त बाँसलाई सपोर्ट त चाहियो नि साइडमा हाल्नै पर्छ मेन हामीलाई पानी व्यवस्था गर्नु पऱ्यो नि पानी छैन पर्ला के पानी पर्नुभन्दा हामी त सेफ हुनु पऱ्यो कि सामानले कहाँ कुद्यो दिउँसो थोरै छ यार हुँदैन तिरपालले त बहुत बेस्ट काम गरेछ मैले भनेको पाल ल्याऊ माथिबाट प्लास्टिक ल्याएको छु मुला तँलाई के लागिरह
त्यसको बाउ पनि पानी छिर्दैन हटाउँदा छिटो गर्नुहोस् त्यो अलिकति पुग्दैन कि बाँसले पनि अलिअलि छेड्ला नि हटाउ त भाइ हटाउ हटाउ त होइन हुन्छ यो यताबाट भन्दा उताबाट चाहिँ हाल न यो मिलेको छैन बलियोबाट हाल्नुपर्छ कि यहाँ फेरि हेर न यहाँ सिधै हालिदिएको ढुङ्गा अरू पनि हालिदिएको भए हुँदैन पहिला अलिअलि हाल्ने होइन भने यहाँ भित्र हाल्ने यो ढुङ्गा हो नि यो माटोले मात्र धेरै त्यो हुँदैन कि सानो सानो हाल्नुपर्ने क्या हो आकाश अब यतिको भयो भने त यो माटोले त हलिहाल्छ नि यसलाई दुईटाबाट खालि यसरी एउटा यहाँ ढुङ्गा एउटा ठुलो ढुङ्गा एउटा ठुलो ढुङ्गा यहाँ त्यो सपोर्ट हालिदिने हो कि तल तल ढुङ्गा एउटा हाल्यो भने चाहिँ तर बलियो चाहिँ होइन यहाँनिर सानो सानो ढुङ्गाहरू हाल्नुपर्छ क्या यता यता हालेर चेल्दो रहेछ ढुङ्गा पनि हाल्ने माटो पनि हाल्ने क्या छोड्नु त नगर 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 बलियोको लागि चाहिँ ढुङ्गा हालेपछि पुग्छ कि हामीलाई यत्रो ढुङ्गा चाहिएको थियो। जुन भेट्यो त्यसलाई राख न यतातिर नढल्कोस् हटा त भाइ यो यतातिर ढल्किनु पुग्दैन भने पुग्दैन त्यसले ढुङ्गी हालेपछि ढुङ्गै हेर हाल्नु अब छोटा पक्ने के भाइ ढुङ्गा अघि त्यहाँ थियो होइन होइन ढुङ्गा चाहिँ कफिर ढुङ्गा थियो होइन ढुङ्गा त भेटाइहाल्छ नि यहाँ ढुङ्गा अघि न कहाँ देख्यो है उही त्यहाँ होइन ल तिमीबाट ल्याउनु त ढुङ्गा रहेछ त्यो खास सबै मैले किन गरेको खाएको त त्यहाँ चाहिँ त्यसलाई पनि बस्न पायो भने भाग्दैन क्या कुरो बुझ्यौ नि दाइ त्यहाँ देखाउनु त माटै माटो छ यसो म देखाउनु झिल झिए झिरला मलाई मेरो छ न जसले साइड ट्याक्क सोठा त्यहाँ बिउ छु सबै माटो जम्मा गऱ्यो भाइ उता हटा भाइ हटा त्यसरी होइन हटा त भाइ त्यसरी होइन यिनीहरूलाई दाब्ने हो कि यसरी यता तान्छ कि ढुङ्गा भएको चाहिँ सही हुन्थ्यो क्या तिमी त जेसो त्यसरी काम गर्नु नाचिक केटाले आज गर्दै हाल गरेछ त दाब है सबैजना चाहिँ दाब न त्यसले नाना त चुडी सबैजना माथिबाट हो अब त्यसको बाउ पनि निस्किँदैन पानी पनि निस्किँदैन बाउ पनि निस्किँदैन पानी नै पर्छ यार हट केटाहरूले कडा परिश्रम गरिरहेछ कतिको हल्ले छ हल्ले छैन थुप्रै हल्ले छैन हो यहाँ पनि छ होला यसो काम सकेन अब यो पखाल्नुपर्छ पुग्न त पुग्छ हो यसले पुग्न त पुग्छ तर यहाँ अगाडि एउटा यहाँ ढुङ्गा हाल्नु पाए चाहिँ हुन्छ कि यता तान्छ नि त तिनतिर ढुङ्गाले पनि हुन्छ तिनतिर पनि चाहिँदैन क्या यतामा चाहिँ हाल्नु पुग्छ क्या ढुङ्गा एउटा उता तर छ नि यो अझ यति जति गहिरो खनेको भयो यो के हाल्नु पर्दैन जम्मा हुन्छ बलियो हुन्थ्यो क्या अलि गहिरो पुगेन क्या अलि 2 मिनट जति अलिक खनेको भएमा के पनि हाल्नु पर्दैन यो क्या पोल अगाडि एउटा ढुङ्गा छ कि ठुलो तिनीहरूले ल्याए होइन त्यहीँ त हो नि यहीँ हो नि कहाँ उयो पोलमा उयो पोलमा केटाहरू पायो छैन हो ढुङ्गा पायो हामीले उता माथि लिन गयो है आउनुहोस् पायो यति नबस्छ भने हो किन तर्साउँछ भने त छ खोइ ए त्यत्रो सानो नि ओ अन्सुले त पुरै त्यो गाडीको लागि निकाल्न खोजिरहेको छ यार ए 14 मिनटको भइसक्यो यार ए सही ल भेटायो ल ढुङ्गा भेटायो भेट्यो भित्रतिर हाल्ने के भित्र
भित्रतिर तान्छ नि त जाँदैन भाइ मैले पुरा त्यसलाई सेट हानेको छु अहिले ढुङ्गा ठुलै ढुङ्गा पाइ ल ओ ल यतापट्टि ल बस अरू मिलाएर चट्ट ल भइहाल्यो नि खै भयो ल यति भयो पुग्छ धागो त्यो एकचोटि धागो उतै छ अघि च्यातेको ठुलो त्यो चाहिँ अलि हाइटमै राखेको माथि ऊ माथि भन्नुपर्छ यो भाइ समाउ त एकचोटि बानु मैले डब्बली गरिदिएँ है मैले त तर एकछिन बेरेको भए हुन्छ नि के त्यो कस्तो बेरे भयो यसरी बेरेर ठक्क बाँधेको भयो चार्ज हुँदा धेरै नतल गर्नु हो छोड त भाइ अझै धागो छ कि माथि भन्नुपर्छ कि हल्का हल्का यो माथि यो जुन छ नि ए त्यति माथि पागल होस् क्या हो रे त्यति माथि गरेर के यसले कस्तो बान्यो त्यही त अलि गरेर बाँध्नुपर्छ त्यो गोलोमा फसा न गोलोभित्र फसाएर बाँध्नु छैन त्यसमा त्यहाँ पनि त्यो पनि धागो पाउनु धागो एउटा यहाँनिर पल पर्नु त्यो अघिको झिर छ नि त्यो खोज्ने लाइटर कसो त्यसले होइन अर्को छ नि त्यो खोज्ने खोजेको त्यहाँ अघि नै त्यसरी होइन भने खोज्नै छ क्या त्यहाँ के गर्ने पख भने भयो ल म्याक्स दाइ छ नि लाडो जस्तो काम गरिहाल्छ फाँडेको म त यार यो जान ट्रकलाई त जस्तो नि गर्छु म्याक्स अनुस त्यो त छोडेर यो ट्रिपर अरू बेला काम लाग्दैन अरू बेला पनि सेट भयो नि त अब ए भएन हो त्यो बाँडेको आत्तेर नगर्नु मुजी बिस्तारै यो मुजी यो बान्ने ठाउँ देखिन लाडो जस्तो हल्का बेसी फसाउँदैछ त्यहाँ कपडा छ यो कपडा बान्नु त्यहाँ कपडा छ त्यही राख यति भयो भने पुग्छ है यहाँ फसल यहाँ फसल यहाँ हो यहाँ फसल सबभन्दा राम्रो बान्ने तरिका कपडा छ नि यार ल यहाँ ठिक छ ले भन्नु ल कपडा त्यहाँ पनि छ हो अपित यहाँ छ त निधारमा यति भयो भएन त्यो निधारमा छ त निधारकै बाने हुन्थ्यो त हुन्छ यो बिस्तारै नगर है यति भयो यसलाई चाहिँ कसैले पनि नछु है ढुङ्गासँग राख्नु पर्दैन भाइ अहिले त पानी पर्दैन अहिले केही हुँदैन यसमा छोडिदियो पानी चाहिँ पर्दैन तल दरी बिछाउ तिमीले यतिको राख्यो कि होइन यो प्लास्टिक त राख्यो नि तर यहाँबाट पानी जाँदैन जान्छ पानी थोरै परेको पानी पर्यो भने चाहिँ बिचबाट बाँस लगाउने बिचबाट बाँस हाल्ने बिचबाट चाहिँ हाल्नु पर्छ छाता उठाइदिने छाता हाल्नु के अनि यो अहिले किन हाल्नु पर्यो त त्यो अहिले हटा यहाँनिर अहिले यो सीमा पुलि प्लास्टिक यति नै हो अनि फेरि त्यो दरी बिछायो भने मिल्दैन नि अनि झिक्न मिलेन नि त भाइ फेरि के त्यो दरी बिछायो फेरि दरी निकालेर प्लास्टिक निकाल्छ एउटालाई बाहिर राखिरहनु त्यसलाई पनि पर्दैन यहाँ त पानी पर्यो भने त पानी पर्यो भने निकाल्यौँ होला नि निकालेर के छ र यति भयो भने त चिसो आउँदैन नि त केटाहरूलाई यार ल हलाउन दे त्यो पाल चाहिँ नहुनु पाल होइन कार्पेट निकाल अब कार्पेट कोही पनि यहाँनिर त्यो पाल्ला चाहिँ नथियो है केटाहरू पाल्ला छ भने हल्लिन्छ त्यो नेपाललाई कि रामपाललाई टाउको मान्नलाई त किन ल्याउने भाइ हाम्रो बाबाको जमानाको डबल गरेर हाल्नु है त्यो बाबाको जमानाको यो प्लास्टिक भन्दा बाहिर नहाल्नु है ल अच्छा टानो त उता माटोसँग बाहिरसम्म नगर्नु है अनि यो फोल्ड गर्नुपर्छ नि यहाँ फोल्ड गर्नु न तान्नु तलसम्म यहाँ भुइँसम्म आयो यसमा बस्ने हो तना पनि ल्याएको मैले तना पनि पिछाइदिनु यहाँ सुत्ने भने यसमा तना पनि छ अब तना कहाँ छ तना पनि बिछाउन खत्रै ढाड दुख्छ यार यसमा त सुत्ने नि त को सुत्छ यार त्यो बरु त्यो ल्याउनु पर्ने के फोम भने त्यो कालो फोम हुन्छ नि यत्रो यत्रो त्यो ल्याउनु पर्ने क्या त्यसमा यस्तो बवाल हुन्छ ढाड पनि दुख्दैन त्यो ल्याउनु पर्ने क्या हामीले मसँग नि थियो छन् त मौसम धेरै ठिक छ आज होइन मसँग पनि थियो नि त्यो फर्महरू क्या कसरी समाउँदै सबैजना एक एक समाउँदै यार कसरी एउटा समात एउटा ल सिप म्याक्स देखेर समाज ल भयो बाहिरसम्म नगर्नु ल दामी दामी ल दामी गर्मी भयो यार अब त गर्मी भयो
बाबाले मलाई भाग्दैन